अन्ततः बिचौलिया सरकार अप्राकृतिक सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सालोलाई कार्यकारीमा नियुक्त गरे। नमस्कार दर्शकबिन, तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ सर्टकट न्युज र सर्टकट न्युजलाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको यो निर्णयसँगै असोज महिनादेखि नै ऊर्जा मन्त्री दीपक खड्का र घिसिङ बीचको सम्बन्धमा तनाव बढ्दै गएको थियो। मन्त्री खड्काले हालै घिसिङको बारेमा निर्णय गर्न ओलीलाई मन्त्री खड्काले प्रश्न भनेका थिए कि कुलमानलाई वा मलाई रोज्नु भनेपछि यसले सरकारलाई घिसिङलाई हटाउन बाध्य बनाएको स्रोत बताउँछ। घिसिङको कार्यकाल समाप्ति हुन 4 महिना मात्रै बाँकी रहँदा पनि उनलाई बारम्बार स्पष्टीकरण सोधिएको थियो, जसले उनको काममा अवरोध पुर्याइरहेको थियो। मन्त्री खड्का यसअघि पनि घिसिङलाई हटाउने प्रस्ताव ल्याइसकेका थिए, तर गृहमन्त्री रमेश लेखक जस्ता केही मन्त्रीको असन्तुष्टिका कारण त्यो रोकिएको थियो। घिसिङलाई पदमुक्त गर्न अघि पुस महिनामा उनलाई पहिलो स्पष्टीकरण सोधिएको थियो। त्यसपछि फागुन महिनामा दुई पटक स्पष्टीकरण मागिएको थियो, जसको जवाफमा घिसिङले आफूलाई मन्त्री परिषदले नियुक्त गरेको हुँदा मन्त्रालयले नै हटाउन सक्ने बताएका थिए। घिसिङ र मन्त्री खड्का बीचको द्वन्द्वले ऊर्जा क्षेत्रमा गम्भीर असर पुर्याएको थियो।